दमौलीको चाहिँ ट्याक्क आज हामी घुम्न आएको यो सिरान डाँडा। आनन्द एउटा यो त म अरू पैसा नदिएँ म त टिकटक यो बोलेको नि हिजो पैसा ड्राप मारा त्यो दाइको होइन यो ठ्याक्कै सिरान डाँडाको बाट हामीले पार पाक पनि देख्न सकिएको रहेछ है। ठ्याक्कै पार पाकलाई तपाईँलाई म देखाउँछु। पागला ल ल भयो ल थ्याङ्क यू टन्नै अहिले म चाहिँ यो सिरान डाँडाको एकदम उच्च भाग सिरान डाँडा भन्ने उच्च भागमा छु। यताबाट हेर्नुहोस् मौसम कस्तो छ। रहेछ डाँडामा यति रमाइलो ठाउँ, यति चिसो आनन्दको सल्लाहकारी आज बुलेट जोन दमौलीसँग आएको। जम्मा कतिवटा बुलेट भयो है, 10वटा बुलेटमा 20 जना छौँ हामी सिरान डाँडामा। चिसो हावा खाँदै है, पानी पर्यो अघि एक लट, फेरि पर्ला जस्तो छ है। डाँडैमा गौतम बुद्धको मूर्ति रहेछन् है, ठ्याक्क लगाएर। यताबाट यस्तो छ है सिनरी। ल आमा ल हेर्नुहोस् त बचेक त्यता बचेक गाउँहरू बचेक यता यस्तो राम्रो घर बनिएको छ त।
सल्लाहघारी आइपुग्यो हामी सिरान डाँडाको सल्लाहघारी। यस्तो चिसो हावा चल्दैछ है। आम्मा दामी छ दामी। ल चियान गाडी यही रहेछ जस्तो लाग्यो। यस्तो छ यसले अघि भर्खर पानी परेको थियो फेरि पानी आउला जस्तो भएको छ।